नमस्कार। आज म यहाँ समक्ष एउटा गणितसँग सम्बन्धित सानो भिडियो बनाएर उपस्थित भएको छु। खास गरी गणितमा यो धनात्मक र ऋणात्मक संकेतहरूको गुणनफल विद्यार्थीलाई सिकाउन र विद्यार्थीले सिक्न साह्रै समस्या भएको, जति सिकाए पनि विद्यार्थीले भुल्ने, गुणन गर्दा यस्ता संकेतहरू प्रयोग गर्दा प्लस माइनस लेख्दा गाह्रो हुने भन्ने कुरा गुनासो आइराखेपछि यो समस्या सानो तर आधारभूत भावनाले म यो सानो भिडियो बनाउन गइरहेको छु। यहाँहरूले अन्तिमसम्म हेरेर यसबाट फाइदा लिनुहुनेछ भन्ने अपेक्षा लिएको छु। जस्तो यहाँ धनात्मक र ऋणात्मक संकेतको गुणनफलमा प्लस गुणे माइनस माइनस हुने, माइनस गुणे प्लस माइनस हुने, प्लस गुणे प्लस प्लस हुने, माइनस गुणे माइनस प्लस हुने। अब यो त बारम्बार हामीले प्लस गुणे माइनस माइनस, माइनस गुणे प्लस माइनस, प्लस गुणे प्लस प्लस र माइनस गुणे माइनस प्लस भनेर हामी बारम्बार दोहोऱ्याउँदाखेरि अब भोगाउन थाल्यौँ भने भोग्छन्, एकछिन त भोगिन्छन्, तर आजीवन त बन्दैन। त्यसकारण जीवन्त बनाउनको लागि हामीले केही लजिक पनि लगाइदिउँ। म्याथमेटिक्स त लजिकमा आधारित छ भनेर पनि भन्छौँ र म्याथमेटिक्स जीवनसँग जोडिएको कुरा पनि भन्छौँ। त्यसकारण म पहिला लजिकमा जान्छु। यहाँ बारम्बार अभ्यास गराइसक्यो भने सकेसम्म विद्यार्थी आफैले लजिक लगाउन सक्छ। यदि विद्यार्थीले लजिक लगाउन सकेन भने अब हामीले सानो कुरा, धेरै छँदै छैन, यदि समान चिन्हको गुणान भयो भने प्लस हुन्छ र फरक चिन्हको गुणान भयो भने माइनस हुन्छ। सिम्पल छ, एकदम लजिक लगाइदिउँ हामीले। जस्तो प्लस गुणे प्लस समान चिन्ह छ, प्लस गुणे प्लस प्लस भइहाल्यो, माइनस गुणे माइनस प्लस भयो किनभने त्यो समान चिन्हको गुणान छ, प्लस गुणे माइनस माइनस भयो, माइनस गुणे प्लस माइनस भयो किनभने त्यहाँ दुईटा असमान चिन्हको गुणान छ। त्यसकारण हामीले विद्यार्थीलाई अब यति मात्रै भनिदिउँ, समान चिन्हको गुणान प्लस, असमान चिन्हको गुणान माइनस, यति भनेपछि विद्यार्थीले यो ट्रिकबाट सिक्न सक्छन्। अर्को, हामी यसलाई कहानीको रूपमा पनि लिन सक्छौँ। जस्तो कहानीको रूपमा लिँदाखेरि गर भनेको काम गर्ने भने प्लस, अथवा गर भनेको प्लस, गर्ने फेरि काम प्लस, त्यो प्लस भयो। नगर भनेको काम गर्ने अर्थात् नगर भनेको माइनस, गर्ने भनेको प्लस, नगर भनेको काम गर्यो भने त्यहाँ प्रोडक्ट के आयो त माइनस भयो। अनि गर भनेको काम गरेन, गर भनेको प्लस, गरेन माइनस, त्यहाँ रिजल्ट के आयो माइनस आयो। नगर भनेको काम गरेन, त्यहाँ के भयो त नगर भन्ने माइनस थियो, अनि गरेन पनि माइनस थियो, अनि नगर भनेको काम गरेन भने त्यहाँ के भयो त रिजल्ट राम्रै भयो। त्यसकारण अब हामीले जीवनसँग रिलेटेड भएर पनि जोड्न सक्छौँ। राम्रोसँग सङ्गत गर्दा राम्रै भयो। अथवा गर भनेको काम गर्यो रिजल्ट राम्रै आयो, गर भनेको काम गरेन रिजल्ट नराम्रो आयो, नगर भनेको काम गर्यो रिजल्ट खराब आयो। भन्नु खोजेको के हो भने दुइटै पोजिटिभ छ, दुइटै एउटै दिशातिर गएको छ भने प्लस, यति कुरा बुझ्यो भने भइहाल्यो। जस्तो अब यसलाई हिसाबकै रूपमा हेरौँ। जस्तो 3 गुणे 2, 3 गुणे 2 अब हामीले धेरै अभ्यास गरिसकेपछि यहाँनिर चिन्ह हेर्दाखेरि विपरीत चिन्हको गुणान छ, विपरीत चिन्हको गुणान भयो माइनस भयो। अब 3 र 2 गुणा त उनीहरू जानेका छन्, 3 गुणा 6 भयो, माइनस 3 गुणे माइनस 3 भन्नु खोजे यहाँ दुइटै समान चिन्हको गुणान छ। समान चिन्हको गुणान के हुन्छ भन्ने कुरा अघि जाने आइसकेको छ। 3 गुणा 3 3 9 भयो। विपरीत चिन्हको गुणान गर्यो भने प्लस र माइनस, समान चिन्हको गुणान गर्यो भने प्लस, यति रुपियाँ त उनीहरू क्लियर भयो। ल आजलाई यति नै, अर्को भिडियो फेरि यस्तै सामग्री ल्याएर उपस्थित हुन्छु। नमस्कार।